गुड मर्निङ। मुख पनि धोयो तिमीले? के गर्यो कि मुख पनि धोको अनि साबुन पानीले हात पनि धुनुभयो? कसरी धुनुभयो देखाउनु त मामुलाई साबुन पानीले हात। मामुलाई हेर्नु न। हात धोऊ केले हात धुने? साबुन पानीले हात धोयो भने के हुन्छ छोरो? मुख पनि धोयो? कचरा कसरी निकाल्यो आँखाको? त्यसरी निकाल्यो हो। यसरी त्यस्तरी त नि आँखा दुख्छ नि त। अनि तिमीले आज सपनामा के देख्यौ? भन त मामुलाई। तपाईँकोमै बुबु। अनि राति चुरा र खाइछौ त? खैन। म सपनामा यता हेर न मामु। म सपनामा तपाईँ देखेको। मलाई देख्यौ? गाडी पनि देख्यौ भन्दै थियौ त। गाडी पनि देख्यौ? अनि तपाईँ त मोन्स्टरको घर जाँदै हुनुहुन्थ्यो भेट्न। मोन्स्टरलाई भेट्न जाँदै थिए मामु? होइन होला। हो। मोन्स्टर चाहिँ कस्तो हुन्छ भन त? कस्तो हुन्छ मोन्स्टर? मोन्स्टर ठुलो हुन्छ। मोन्स्टरले के गर्छ? तपाईँ खाइदिन्छ। मलाई त खाँदैन। म त स्ट्रङ छु। म त यस्तो हानेर लडाइदिइहाल्छु। सानोलाई चाहिँ खान्छ होला हौ। होइन म भाटाले उसलाई ढोका बन्द गरेर कुट्छु अनि बाहिर फ्याँकिदिन्छु। ढोका बन्द गरेर भाटाले चाहिँ कसले कुट्छ? म। तिमीले कसलाई पिटेको देख्यौ भाटाले ढोका बन्द गरेर? ईश्वरा फुपूले। ईश्वरा फुपूले कसलाई पिट्नु हो? कहिले? शुक्रबार। अनि तिमीलाई डर लागेन? लागेन। ईश्वरा फुपूले अनुपम दादालाई पिट्दा फुपूले पनि म ढोका बन्द कुटेकै फ्याँके। कसलाई फ्याँकेको? ईश्वरा फुपूलाई? सपनामा। सपना म ज्योति म्याम, सृष्टि म्याम, तपाईँ, म, पापा त्यतिजनालाई देख्यो। अनि सपनामा के खायो? केक। कसको बर्थडे थियो? तपाईको। मेरो बर्थडे कहिले हो थाहा छ? कहिले भन त? 24/34 चैत 17 गते मामुको। हो पापाको असार 9 गते। तिम्रो बर्थडे कहिले हो भन? भदौ 6 गते। तिम्रो चाहिँ भदौ 6 गते। पापाको असार 9 गते। होइन। हो पापाको असार 9 गते। मेरो भनिदिउँ? तिमी कति वर्षको भयो भन? 5. 6 कहाँ 6 पो? अस्ति हो 4 वर्ष पुरा भएर 5 मा हिँड्यौ। तिमी 5 मा हिँड्दैछौ। अनि तिमीले दसैँको नाना किनेको? दसैँको नाना किन्यौ? अनि मामुले किनिदिनु भएन तिमीलाई दसैँको नाना? किनिदिनु भयो। के किनिदिनु भएको छ भन्नु त मामुलाई? के किनिदिनु भएको छ? स्पाइडरम्यानको बर भएको लुगा अनि वाइट भएको लुगा अनि ब्लू भएको हाफ प्यान्ट अनि ब्राउन भएको जुत्ता। हो सबै तिमीलाई। अनि पापालाई चाहिँ तिमीले के किनिदियौ त दसैँमा? पापाको त दसैँको त गिलिन लुगा छ त गिलिन लुगा छ पापाको। सिगान पो थियो सिगानेको। दसैँ आयो त। आज तिम्रो कलेजमा के हुन्छ अरे? पार्टी? के को पार्टी? दसैँको पार्टी। ए म्यामले के भन्नु भएको छ? तपाईँ सपनामा
आउनु भन्नुभएको छ मामु त अफिस जानुपर्छ नि पापा पापा पनि जानुपर्छ होला पापाको काम छ होला बुबु चुस्छु एकपल्ट हुँदैन अब तिमी ठुलो भइसक्यौ अब त पुष्पराज बुनुले खाने हो तिमीलाई ठुलो भयो त यत्रो दाँत छ खाने मासु अनि बुबु पनि यसरी खानु हुँदैन अब त तिमी ठुलो भयौ त तपाईँ निदाउनु भयो म त बुबु चुसेपछि हो र किन त किन तो कि मेरा मन हो रहा है